यति हाम्रो परमेश्वरले मलाई यति गर्व लाग्छ कि आज यति गर्व लाग्छ कि तपाईका कुल पितृ परमेश्वरले भन्नुभएको छ कि यदि तिमीले रोमी 10 को 9 अंगीकार जुन दिन रोमी 10 को 9 अंगीकार गर्छौ नि त्यो दिनबाट तिम्रा 7 कुलले उद्धार पाउनेछन् भन्नुभएको छ क्या। तिम्रा 7 कुलले उद्धार पाउनेछन्। अनि लुसिफरको अहिले हामीले पिक्चर देख्छौं नि त्यो समयमा कसैसँग क्यामेरा थिएन। मेरा हजुरबाको बाको पालामा त क्यामेरा थिएन। त्यो लुसिफरको पालामा क्यामेरा कसले आएर अनि त्यो येशू मसीहको पालामा क्यामेरै थिएन। अनि अहिले लगाइदिएको येशू मसीहलाई ल्याएर पुज्नु र त्यो लुसिफरलाई पुज्नु एउटै हो। तपाईँ झुट कि म झुट अब यहाँ भित्र खोज्नुस् न, यो भित्र खोज्नुस् न। तपाईले झुट भनिरहनु भएको छ, येशू मसीह खोजिरहनु भएको छ। हामी सत्यता भनिरहेका छौं, हामी स्वयं येशू मसीह भनेर काम गरिरहेका छौं। तपाईहरुले आउनुहुन्छ 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 भनिरहनु भएको छ, हामी आएर काम गरेको गरेछौं। हजुरले बादलमा आउनुहुन्छ भन्नुभएको छ। म 3 क्लास पढेको देखि त आउनुहुन्छ आउनुभयो, अहिलेसम्म पत्तै पाइन मैले कतार आउनुभयो कतार जानुभयो। मैले 3 क्लास 2 क्लास पढ्दा पनि येशू मसीह बादलमा आउनुहुन्छ भन्थ्यो, मैले त पत्तै पाइन। अब हजुरले कतार पत्तो पाउनुहुन्छ र फेरि झुट भनेर बसिरहनुहुन्छ। हामी त तपाईलाई झुट भन्दैनौं। त्यो सत्यतालाई स्वीकार्न सक्ने आत्मा खोल्नुस्।